आफ्नो देश छोडेर परदेश आउन कसलाई रहर सरह हजुर। आमाले पकाएको मिठो भात छोडेर यहाँ फ्रिजको भात खानु कसलाई रहर सरह हजुर। नेपालमा रोजगारै नभएर परदेशिनु पनि होइन। नेपालमा रोजगार छ, गाउँ गाउँ गल्ली गल्ली सहर बजार जताततै रोजगारको अवसर छ। तर त्यहाँको रोजगार अथवा त्यहाँ गरेको परिश्रमले खान लाउन बस्न दुई चार कपडा फेर्न बाहेक अब के अलि अगाडि बढेर के गरौँ, व्यापार व्यवसाय गरौँ भनेपछि हामीसँग त्यो लागत, त्यो क्यापिटल हामीसँग हुँदैन र हामीले ऋण लिन्छौँ सहकारीबाट अथवा रसापट्टि लिन्छौँ, व्यवसाय गर्छौँ। तर पनि हामी सफल हुँदैनौँ, किनभने नेपालमा त्यो वातावरणै छैन। व्यवसाय गरौँ भने पनि आफ्नो लगानीको सुरक्षित माध्यम छैन, भएकै छैन। प्रतिस्पर्धा गर्न गाह्रै छ। इन्डियाबाट सामान आउँछ, चाइनादेखि सामान आउँछ, थर्ड पार्टीबाट सामान आउँछ। नेपालमा प्रतिस्पर्धा गर्न गाह्रो छ। र यो उदाहरण हाम्रै अगाडि दाजुभाइले व्यवसाय गरेर पनि असफल भएर परदेशिनुको अवस्था पनि देखेको छौँ। तपाईँले पनि देख्नुभएको छ, मैले पनि देखेको छु। हाम्रो समाजमा जति पनि यस्ता उदाहरण छन् जुन व्यवसाय गर्दा गर्दै पनि असफल भएर त्यही व्यवसायलाई बेचेर थरपाटी विदेश जानुपर्ने अवस्था छ। नेपालमा सम्भव छ, सम्भव नभएको होइन, व्यापार व्यवसाय गरेर सम्भव पनि छ। तर केही मात्रामा 100मा 10% मात्र सक्सेस भएको छन्। 90% जति सबै आफ्नो व्यवसाय डुबाएर परदेशिनु बाध्य छ। र म अब आफ्नै अनुभव सुनाउँछु। म पनि धेरै भएन परदेशिएको, 2-4 वर्ष भयो। यहाँ आएर मलाई एकदम धेरै फ्रिडम भएछ, आर्थिक स्वतन्त्र भएछ। घरमा व्यवसाय गरौँ भने पनि पैसाको अहिले लगानी अलिअलि भए पनि बढिरहेको छ, खर्च कम छ। खर्च गरौँ भने पनि यहाँको विदेशी पैसाले गर्दाखेरि धेरै सपोर्ट मिलेको छ, गर्न सकिन्छ होइन। तर ठाउँ राम्रो हुनु पऱ्यो। नेपालमा सम्भव छ, नभएको होइन। म यहाँ आउनुभन्दा अगाडि पनि नेपालमा जब गरेको हो, 2-3 ठाउँमा जब गरेको हो, एक्सपिरियन्स छ मसँग धेरै चिजको। तर त्यहाँको अनुभव र यहाँको अनुभव धेरै फरक छ। त्यहाँ परिश्रम गरेर तपाईँको जीविकोपार्जन हुन्छ भनेपछि यहाँ आइसकेपछि यहाँको दुःख गरेपछि जीविकोपार्जन मात्र होइन, आफ्नो परिवारकै आफ्नै अवस्था पनि यहाँदेखि यहाँ पुग्ने रहेछ भन्ने अनुभव भयो। मेरो एउटा मित्रले भन्नुभएको थियो, तिमी रोजगार नपाएर विदेशीका हौ, सक्छौ भनेपछि नेपालमै आएर योगदान गर भन्नुभएको थियो। म गर्छु, योगदान गर्छु। तर यो उमेरमा हल्का देशदेखि हल्का परदेश जाउँ, 2-4वटा देश घुमौँ, अनुभव बटुलौँ। यो उमेरमा अलिकति भए पनि आफूलाई एउटा एक स्टेप माथि उठाउँ भनेर हो। र रह्यो कुरा, तपाईँ जुन ठाउँमा काम गर्नुहुन्थ्यो म पनि त्यही ठाउँमा काम गर्थेँ र हजुरको भन्दा मेरो 2-4 हजार स्यालेरी कमै थियो होला। तर पनि पुगेकै थियो, साथीभाइलाई भेट्न पुगेकै थियो, परिवारलाई टाइम दिन पुगेकै थियो। बजाजको पल्सर 220 बाइक चढेर एक कलको घरमा साथीलाई भेट्न पुगेको थियौँ। यहाँ भने यहाँ, त्यहाँ भने त्यहाँ, साँझ भने साँझ, बिहान भने बिहान हिँडेर पुगेर खाएर रमाएर पनि पुगेकै थियो। तर यो उमेरमा एकचोटि देशदेखि परदेश निस्क्यौँ, अनुभव गरौँ। उमेर हुँदै 2-4 रुपियाँ सेभिङ गर्न पायो, भोलि बिहान त्यही पैसा कतै देशमै आएर लगानी गरेर व्यवसाय बनेर अथवा केही अरू क्षेत्रमा लगानी गरेर पैसा कमाएर बसौँ भने पनि एउटा आधार छ। अब मलाई आधार छ। नेपालमा गाह्रो थियो, खाना लाउन पुग्न, 2-4 कपडा फेर्न, साथीभाइसँग रमाउन मात्र सीमित थियो भनेपछि अब म नेपालमा आएर केही व्यवसाय गर्छु है, म केही यसमा लगानी गर्छु है भन्ने मलाई अब भित्रदेखि आँट आउँछ। त्यो आँट यहाँ आइसके सम्भव पर्छ। त्यो सम्भव भनेको पैसाले भएको। त्यो पैसाले नै मान्छेलाई एक स्टेप अगाडि सोच्न र एक स्टेप डाउन गर्नलाई धेरै महत्त्वपूर्ण कुरा भनेको पैसा हो। र मलाई थाहा छ तपाईँले पनि ट्राई गर्नुभएको हो, जापान हो कि कोरिया। किन ट्राई गर्नुभएको? तपाईँले नेपालमा पैसा पुगेको थिएन? तपाईँले नेपालमा रोजगार गरेर पैसा तपाईँको जीविकोपार्जन भएको थिएन? तपाईँले ट्राई गर्नै पर्थ्यो र आफ्नो देश छोडेर परदेश निस्किनु पर्ने हजुरको पनि एक टाइम त्यो निर्णय भएको थियो। तपाईँले ट्राई पनि गर्नुभएको थियो। त्यसपछि के भयो मलाई थाहा भएन। तपाईँ त्यहीँ हुनुहुन्छ, म यहाँ छु। यो कुरा कि तपाईँलाई थाहा होला, कि तपाईँको परिवारलाई थाहा होला, साथीभाइलाई थाहा होला, मलाई थाहा छैन। म यता छु। यो कुरा गर्दाखेरि रोजगार नपाएर विदेशी हो, नेपालमा आएर रोजगार गर, यस्तो भिडियो बनाएर यहीँ पनि कमाउन सकिन्छ। गरेको छन् सक्सेसफुल युट्युबरहरू पनि हाम्रै अगाडि दाजुभाइ साथीभाइ नै छन् हाम्रै आसपासमा। सकिन्छ।
गर्न सकिन्छ। तर सबैको एउटै हुन्छ भन्ने छैन। कोही गर्दा गर्दै छोड्छन्, कोही गर्दा गर्दै हुँदैन, कोही नगर्दा पनि राम्रो हुन्छ, गर्दा गर्दै भने जस्तो रिजल्ट नआउन सक्छ। सबै मैले भने नि 100मा 10% मात्र नेपालमा सक्सेस हुन्छ, 90% जति फेल भएर नै गाह्रो छ, परदेश हुनुपर्ने अवस्था छ। त्यही भएर साथी दाजुभाइ, विदेशिनु आउनु भनेको नेपालमा रोजगार नभएर, रोजगारै नपाएर, खाना लाउनै नै नपुगेर चाहिँ भन्न गलत छ है। यो कुरा तपाईँले नि मनन गर्नुपर्छ। मलाई लाग्छ एकचोटि नेपालीहरू देश छोडेर परदेश आउनुहोस्, घुम्नुहोस्, अनुभव लिनुहोस्, व्यापार व्यवसाय कसरी फस्टाएको छ, कसरी व्यवसाय गर्दाखेरि सक्सेस हुँदो रहेछ भन्ने कुरो यहाँ आएर पत्ता लाग्छ, अनुभव हुन्छ होइन। एकचोटि परदेश चाहिँ छिर्नै पर्छ, बरु छोटो समय होस् लामो समय होस्, त्यो तपाईँको अनुभव तपाईँको अवस्थाले गर्दाखेरि निर्धारण गर्नुपर्ने कुरा हो त्यो है। तर एकचोटि देश छोडेर परदेश निस्किनु भयो भने बल्ल तपाईँको देशको बारेमा कस्तो छ भन्ने कुरा थाहा हुँदैछ। त्यो कुरा चाहिँ मैले यहाँ थाहा पाएँ। एउटा आफ्नो देश र यहाँको परदेशमा के कम्पेयर गर्दाखेरि के अनुभव गर्दाखेरि के फरक छ, त के भयो हाम्रो देश, यो देश किन यस्तो छ भन्ने कम्पेयर हुँदो रहेछ। जब आफ्नो घर छोडेर पर देश पुग्नुहुन्छ त्यसपछि बल्ल थाहा हुन्छ, ओहो मेरो घर त यस्तो रहेछ, छिमेकी घर यस्तो रहेछ, मैले यसलाई यस्तो गर्न सकेँ, यस्तो राम्रो हुँदो रहेछ भन्ने एउटा अनुभव बटुल्न सकिन्छ। नेपालको अनुभव सीमित छ, विदेशमा आउनुहोस् असीमित छ। अलिक साना कुराहरू व्यवस्थित छ, यसरी गर्न सकिन्छ, उस्तरी गर्न सकिन्छ, म पनि यो तरिकाले गर्छु भन्ने एउटा अनुभव ल्याउन सकिन्छ। त्यसैले नेपाल दाजुभाइ तथा दिदीबहिनीहरूलाई जे हुनुहुन्छ जहाँ हुनुहुन्छ आफ्नो ठाउँमा गर्नुहोस्, सक्नुहुन्छ देशमै गर्नु, सक्नुहुन्न परदेश लिएर अनुभव लिएर फेरि देशमै गएर लगानी गर्नुहोस्, योगदान गर्नुहोस्। म पनि सोचिरहेको छु, अब 2-4 वर्ष भयो अब फर्किन्छु, देशमा लगानी गर्छु अथवा योगदान गर्छु भन्ने सोचिरहेको छु। आशा छ तपाईँहरूसँग चाँडै भेट हुनेछ। जय नेपाल।